यदि म तपाईहरुलाई भन्नु कि पैसा कमाउनको लागि न त ट्यालेन्ट चाहिन्छ न त लक, तब के तपाईहरु मान्नुहुन्छ? अधिकतर मानिसहरू भन्छन् कि हैन, किनकि हामीलाई बालापनबाट नै यही सिकाएको छ कि पैसा कमाउनको लागि या त एकदमै इन्टेलिजेन्ट हुनुपर्छ या त एकदमै धेरै लकी। तर वास्तविक सत्य भन्ने हो भने यो भन्दा बिल्कुल अलग हुने गर्छ। यानी कि साँचो यो हो कि संसारमा 90% मानिसहरू गरिब यस कारणले हुँदैनन् किनकि उनीहरूको साथमा अवसर आएन, बरु कि यस कारणले हुने गर्छ किनकि उनीहरूको साथमा अनुशासन थिएन। हेर्नुहोस्, अवसर त हर कोहीको साथमा आउने गर्छ, तर त्यसलाई चिनेर ग्र्याब गर्ने शक्ति एकदमै कम मानिसमा हुने गर्छ। सायद तपाईहरु खुद आफैले नोटिस गर्नुभएको होला कि हर वर्ष मानिसहरू ठूला ठूला गोल सेट गर्छन्, जस्तै यस वर्ष पैसा बचाउँछु, इन्भेस्टमेन्ट सुरु गर्छु, इभन जीवन नै बदल्छु। तर रिजल्ट के हुन्छ? मात्र 1-2 महिनापछि सबै खतम, बिल्कुल एक जिम जस्तो। सुरुवातमा एक्सर्साइज गर्ने मसिन खाली हुँदैन भने 2-3 महिनापछि पुरै खाली। तब किनकि मोटिभेसन बिस्तारै बिस्तारै डाउन हुने गर्छ र यही सबैभन्दा ठुलो प्रब्लम पनि हो। मानिसहरू मोटिभेसनको भरमा कुनै काम गर्छन् जबकि पैसा सधैँ डिसिप्लिनले बन्ने गर्छ। त आउनु साथीहरू, आजको भिडियोमा ती 3 लाइफ चेन्जिङ लेसनलाई डिकोड गर्नेछौँ फ्रम द बुक फाइनान्सियल डिसिप्लिन। भिडियो छोटो छ, अन्तिमसम्म पक्कै हेर्नु होला। साथै यदि तपाईहरु च्यानलमा नयाँ भए च्यानललाई सब्स्क्राइब गर्न पनि पक्कै नबिर्सिनु होला। सो लेट्स स्टार्ट। पैसा मोटिभेसनले हैन डिसिप्लिनले आउने गर्छ। लेखक भन्छ कि अधिकांश मानिसहरूलाई लाग्छ कि अझ खास गरेर अहिलेको युथलाई पैसा कमाउन केवल मोटिभेसन पुग्छ। तर वास्तविक जीवनमा मोटिभेसन भन्दा धेरै शक्तिशाली डिसिप्लिन हुने गर्छ। कारण मोटिभेसन त सिर्फ केही समयको आउने भावना मात्र हो। कहिलेकाहीँ हामी धेरै उत्साहित हुन्छौँ, ठुलो सपना देख्छौँ, काम गर्न मन लाग्छ, तर त्यो उत्साह भने सधैँ एकैनास रहँदैन। केही दिनपछि आलस्य, डर वा थकान। तर अनुशासन भनेको परिस्थिति जस्तो भए पनि आफ्नो काम निरन्तर गरिरहनु हो, चाहे थोरै थोरै सोचे भन्दा कम प्रगति नै किन नहोस्। फर इक्जाम्पल, मानुस् कि तपाईहरुको एक साथी छ जसले निर्णय गर्यो कि ऊ आफ्नो फाइनान्सियल लाइफ इम्प्रुभ गर्नेछु र उसले 2000 रुपैयाँ पर मन्थ एसआइपी सुरु गर्यो। सुरुवातको 3 महिनासम्म ऊ एकदमै उत्साहित, हर महिना चेक गर्थ्यो कि कति रिटर्न आयो। 6 महिनासम्म सबै ठिक, तर बिस्तारै बिस्तारै लाग्यो कि ग्रोथ एकदमै स्लो छ। एकदमै बोरिङ हुँदाहुँदै 1-1.5 वर्षपछि एसआइपी पुरा बन्द। अब प्रश्न यो हो कि आखिर उसले किन यस्तो गर्यो? किनकि मार्केट कहिले डाउन, कहिले साथीहरूको कुरा, र सबैभन्दा ठुलो रिजन उसलाई तुरुन्तै रिजल्ट देखिरहेको थिएन। र यही सबैभन्दा ठुलो गल्ती हो जो अधिकांश मानिसहरू गर्छ। अर्थात् मानिसहरू एसआइपी डिसिप्लिनले हैन एक्सपेक्टेसनले गर्ने गर्छन्। उनीहरूलाई लाग्छ कि 6 महिना वा 1 वर्षमा नै ठुलो रकम बन्नेछ, तर जब यस्तो हुँदैन उनीहरू हार मान्छन्। तब साँचो कुरा यो हो कि लगानी भनेको एक बोरिङ प्रोसेस हो र यही त्यसको सबैभन्दा ठुलो शक्ति पनि हो। यानी यो तपाईहरुलाई दिनहु उत्साह दिने गर्दैन, न त दिनहु प्रॉफिट नै। तर यदि तपाईहरु यसलाई लगातार गर्नुहुन्छ भने तब यही बोरिङ प्रोसेस फ्युचरमा एक्स्ट्रा अर्डिनरी रिजल्ट दिने गर्छ। नम्बर 2 लेसन छ, पैसा एमाउन्टले हैन कन्सिस्टेन्सीले बन्ने गर्छ। लेखक भन्छ कि अधिकांश मानिसहरूलाई लाग्छ कि मैले आज धेरै पैसा लगानी गर्छु भने पछि मेरो पैसाले धेरै मुनाफा दिनेछ। तर वास्तविकता भने त्यस्तो होइन। यानी पैसा ठुलो एमाउन्टबाट मात्र होइन, कन्सिस्टेन्टली लगातार लगानीबाट बन्ने गर्छ। अर्थात् अधिकतर मानिसहरू छिटो र धेरै पैसा कमाउने सोचमा अवश्य हुन्छन्, तर कन्सिस्टेन्सी नहुँदा बिचैमा रोकिन्छन् र समयसँगै निरन्तर अगाडि नबढ्दा उनीहरूले ठुलो उपलब्धि हासिल गर्न सक्दैनन्। फर इक्जाम्पल, मानौ कि तपाईहरुको 2 साथी छ। पहिलो हर महिना 2000 रुपैयाँ इन्भेस्टमेन्ट गर्छ 10 वर्षसम्म लगातार, तर दोस्रो हर महिना 5000 लगानी गर्छ मात्र, अनि 2 वर्षपछि लगानी बन्द गर्छ। तब लजिकली लाग्छ कि दोस्रो व्यक्तिले धेरै पैसाले लगानी गर्यो भने अवश्य त्यसको नै पैसाले धेरै मुनाफा दियो होला। तर रियालिटीमा मुनाफा पहिलोवालाको नै धेरै हुने गर्छ। किन? त एन्सर यही हो, पैसा एमाउन्टले हैन सधैँ कन्सिस्टेन्सीले बन्ने गर्छ। यानी कम्पाउन्डिङ तब मात्र काम गर्ने गर्छ जब तपाईहरु त्यसलाई टाइम दिनुहुन्छ, र टाइम दिनको लागि डिसिप्लिन। सो नम्बर 3 छ, माइन्ड एन्ड सिस्टम। लेखक भन्छ कि अब कुरा गरौँ हाम्रो दिमागको। हाम्रो माइन्ड सधैँ नै सर्ट टर्म रिजल्ट चाहन्छ। हामी रिल्स यस कारणले हेर्छौँ किनकि त्यसले हामीलाई इन्स्टेन्ट डोपामिन दिने गर्छ। साथै हामी अननेसेसरी सपिङ यस कारणले गर्छौँ किनकि त्यसबाट खुसी तुरुन्त मिल्छ। तर इन्भेस्टमेन्टमा यस्तो कहिल्यै हुने गर्दैन। यानी यहाँ रिजल्ट स्लो आउने गर्छ, र यही रिजन हो कि हामी छिटै नै हार मान्ने गर्छौँ। हाम्रो दिमाग हामीलाई कन्भिन्स गर्छ कि यो काम गरिरहेकै छैन, जबकि वास्तवमा प्रब्लम हाम्रो काममा होइन, हाम्रो प्यासन, डिसिप्लिन र सिस्टममा हुने गर्छ।
यानि कि लेखक भन्छ कि यदि तपाईँहरूलाई साँचोमा पैसा कमाउनु छ भने तब तपाईँहरूले एक सिस्टम बदल्नुपर्ने हुन्छ, जसमा सबैभन्दा पहिला आफ्नो इन्भेस्टमेन्टलाई अटोमेट बनाउनुहोस्। जस्तै एसआइपी अटो डेबिट, ताकि तपाईँहरू हर महिना डिसिजन लिने आवश्यक नहोस्। दोस्रो, एमाउन्ट सानो राख्नुहोस्। 1000 रुपियाँले पनि सुरु गर्न सक्नुहुन्छ, तर कन्सिस्टेन्सी कहिले नतोड्नुहोस्। तेस्रो, कम्प्यारिजन गर्न बन्द गर्नुहोस्। तपाईँहरूको साथीहरूले कति कमाउँदैछ या कोही अरूलाई कति रिटर्न मिलिरहेको छ, यसबाट तपाईँहरूको कुनै फाइदा छैन। चौथो र सबैभन्दा महत्त्वपूर्ण कुरा, सधैँ लङ टर्म सोच्नुहोस्। यानि 1 वर्ष होइन, 5 वर्ष होइन, कमसेकम 10 वर्षको लागि सोच्नुहोस्। याद राख्नुहोस्, पैसा कमाउन मुस्किल अवश्य छ, तर त्योभन्दा धेरै मुस्किल त्यसलाई बचाउन र अझ त्योभन्दा पनि धेरै त्यस पैसालाई बढाउन। र यो तीनै चिज मात्र एक कुराबाट पोसिबल छ, त्यो हो मनी डिसिप्लिन। यानि यदि तपाईँहरूको साथमा डिसिप्लिन छ भने 1000 रुपियाँले पनि धनवान बन्न सक्छ, तर यदि तपाईँहरूको साथमा डिसिप्लिन छैन भने तब 1 लाख पनि तपाईँहरूको लागि बेकार छ। यस कारणले आजबाट नै डिसाइड गर्नुहोस्, चाहे जे पनि होस्, तपाईँहरू सधैँ डिसिप्लिनमा रहनुहुन्छ, कन्सिस्टेन्सी तोड्नु हुँदैन र माइन्डसेट अनि सिस्टम चेन्ज गर्नुहुन्छ। त साथीहरू, यो थियो 3 मनी रुल्स फ्रम द बुक फाइनेन्सियल डिसिप्लिन। भिडियो यही कम्प्लिट हुन्छ। भिडियो कस्तो लाग्यो फिडब्याक कमेन्टमा पक्कै दिनुहोला। सो आजलाई यति, हस्त, धन्यवाद, जय नेपाल।